नमस्ते गाइजहरू आज चाहिँ म जापानको एकदम फेमस आइसक्रिम खाएर यसको रिभ्यू दिन गइरहेको छु। यो आइसक्रिम चाहिँ यति बिग्री हुन्छ कि होइन, यो सेल्स ऱ्याङ्किङमा चाहिँ जापानको नम्बर 1 भन्न पनि फरक पर्दैन यो चाहिँ। अनि यो चाहिँ कतिको बिग्री हुन्छ भन्ने कुरा चाहिँ कोन्बिनीमा काम गर्ने साथीहरूलाई थाहा हुन सक्छ। यो आइसक्रिम नआएको दिन चाहिँ हुँदैन, यो यति बिग्री हुन्छ कि होइन। यो यति यो जापानिजहरूले यसलाई यति मन पराउँछ कि म यसलाई खाएर यसको रिभ्यू दिन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। मैले आज रिभ्यू गर्न गइरहेको आइसक्रिम चाहिँ यो हो गाइजहरू। यो चाहिँ सुपरतिर कोन्बिनीतिर सबैतिर पाइन्छ। कोन्बिनीतिर चाहिँ यसको प्राइस अलि महँगो पर्न जान्छ, त्यस्तै 180 200सम्म पर्न जान्छ भनेदेखि सुपरमा चाहिँ अलिक सस्तो हुन्छ। यहाँ चाहिँ 128 येन मात्र छ यसको प्राइस। यो आइसक्रिमको नाम चाहिँ चोको मोनाका ज्याम्बो भन्ने आइसक्रिम हो। यसको बाहिर चाहिँ क्रन्ची क्रन्ची टाइपको देखाइरहेको छ अनि भित्र चाहिँ चक्लेट र क्रिम देखाइरहेको छ। अब म यसलाई खोलेर तपाईँहरूलाई देखाउन गइरहेको छु। यो हेर्दाखेरि चाहिँ यस्तो टाइपको छ गाइजहरू। अब यसलाई चाहिँ म बिचमा भाँचेर अनि यसको भित्र के कस्तो छ भनेर देखाउन गइरहेको छु। एकदम क्रन्ची क्रन्ची खालको साउन्ड आइरहेको छ। यसको भित्र चाहिँ क्रिम र चक्लेट छ अनि बाहिर चाहिँ क्रन्ची क्रन्ची टाइपको छ। अब यसलाई म टेस्ट गर्न गइरहेको छु। लास्टै टेस्टी छ गाइज। यो तपाईँहरूले देख्न सक्नुहुन्छ भित्र चाहिँ चक्लेट चाहिँ त्यति देखिरहेको छैन, त्यही पनि चक्लेटको फ्लेभर चाहिँ एकदम बेस्ट फ्लेभर छ। अनि क्रिम पनि यसको चाहिँ एकदम मिठो छ। बाहिर चाहिँ क्रन्ची क्रन्ची भएर यसको खाँदाखेरि नै मुखमा नै टेस्ट यस्तो दामी आइरहेको छ कि फेरि अर्को नेक्स्ट बाइट। यसको भित्र चाहिँ एकदम चक्लेट अनि क्रिम अनि यसको यो मिक्सको टेस्ट यस्तो बबल आइरहेको छ कि होइन, तपाईँहरूले पनि खाएर हेर्नु होला। यो साँच्चै लास्टै मिठो छ। यो फेरि अर्को नेक्स्ट बाइट। लास्टै टेस्टी छ। यो क्रिम पनि यति मिठो छ कि यसको। फेरि अर्को नेक्स्ट बाइट। यसको चाहिँ यो क्रिम अनि चक्लेट अनि यो क्रिस्पीको मिक्स टेस्ट यस्तो बबल छ कि यार साथीहरू, साँच्ची तपाईँहरू पनि खाएर ट्राई गर्नु होला। लास्टै मिठो छ यो। म ओसुमे चाहिँ यो गर्छु आइसक्रिममा। र लास्टमा रेटिङ चाहिँ म यसलाई 10मा 9 दिन चाहन्छु, किनभनेदेखि यो आइसक्रिम यति मिठो छ कि तपाईँहरूले पनि खाएर हेर्नु होला। र लास्टसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद।